बालन शाहले प्रस्ताव गर्नुभएको प्रधानमन्त्री अनि उहाँले प्रस्ताव गर्नुभएको प्रतिनिधि सभा विघटन, त्यो विषयमा हर्क साम्पाङलाई सोध्नु न। त्यहाँ मन्त्री बन्न के गर्नु पर्थ्यो, प्रधानमन्त्री बन्न के गर्नु पर्थ्यो, कसले बनाउँथ्यो, त्यो त हर्क साम्पाङले बोलिसकेका छन्। हर्क साम्पाङले नेपाली माटोको कुरा गर्छन्, उनले ढाँट्दैनन्, उनले झुटो कुरा बोल्दैनन्। एउटा सत्य बोल्ने व्यक्ति, मलाई मनपर्छ हर्क साम्पाङ। त्यसैले हामी सबै प्रष्ट छौँ, तर हामी त्यो प्रष्ट कुरालाई भन्न चाहिरहेका छौँ, हामी बुझ्न खोजिरहेका छौँ। त्यसले यो इलेक्सन चाहिँ अब मुलुकको भविष्य निर्धारण गर्ने, निर्णय गर्ने इलेक्सन हो। खालि एक ठान सत्तामा जाने, सांसद बन्ने, मन्त्री बन्ने इलेक्सन होइन यो। मुलुक कता जाँदैछ भन्ने इलेक्सन हो। अनि यो इलेक्सन महत्त्वपूर्ण छ। त्यसले म आम नागरिकलाई के अनुरोध गर्न चाहन्छु भने, अब तपाईँ दुईटा किताबमध्ये एउटा किताब छान्नुहोस्। तपाईँ गणतन्त्रवादी किता छान्नुहुन्छ कि तपाईँ राष्ट्रवादी किता छान्नुहुन्छ? तपाईँ नागरिक तन्त्रको किता छान्नुहुन्छ कि गणतन्त्रको किता छान्नुहुन्छ? यी दुईटा मध्ये एउटा छान्नै पर्छ। अब तपाईँले अब पनि गल्ती गर्नुभयो भने मुलुकको भविष्य